राम्री तिमी पार्यौ नि माया जाल। हुम्लाको लिमी कति राम्री तिमी पार्यौ नि माया जालैमा चलचित्र राम नाम सत्यको दोस्रो गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा नायक विराज भट्ट र खुसी कार्कीलाई देख्न सकिन्छ। चलचित्रको टिजर एक हप्ता अगाडि नै सार्वजनिक भएको छ। एक्सन प्रधान चलचित्रको एक्सनले भरिएको नायक विराज भट्टको एङ्ग्री लुक सहितको टिजर दर्शकले मन पराइरहेका छन्। त्यस्तै यो चलचित्रको पहिलो गीत धागोले बाटेको सार्वजनिक भइसकेको छ, जसलाई चाहिँ अत्याधिक दर्शकले मन पराएका छन्। टिकटकमा निकै भाइरल भएको गीतलाई युट्युबमा समेत 41 लाख भन्दा बढी पटक हेरिएको छ। चैत 27 गतेबाट रिलिज हुन लागेको चलचित्रको दोस्रो गीत दर्शकमा सार्वजनिक गरिएको छ। अघिल्लो गीत जस्तै यो गीतलाई पनि अत्याधिक मन पराउने निर्माण पक्षले आश गरेका छन्। चलचित्रको टिजर गीत हेर्दाखेरि जसरी दर्शकको साथ पाएको छ, टिजर र गीतले यो चलचित्रले पनि दर्शकको त्यस्तै माया साथ सपोर्ट पाउने आश गरिएको छ। नायक विराज भट्टको एक्सन भरिएको यो चलचित्रमा सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ। त्यस्तै स्वर्गीय अभिनेता सुनिल थापाको पनि यो चलचित्रमा अभिनय देख्न सकिन्छ। दर्शकले यो चलचित्रलाई कस्तो प्रतिक्रिया दिन्छन्, कतिको साथ सपोर्ट मिल्छ, विराज भट्टको 12 गाउँ जतिको हाइप हुन्छ कि हुँदैन, यो भने चैत 27 गते पछाडि मात्र थाहा हुन्छ। अहिले दोस्रो गीत रिलिज भइसकेको छ। निर्माण पक्षलाई सफलताको शुभकामना।